हेलो गाइज, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो छोटो र मिठो ब्लगमा। त गाइज, तपाईहरु अहिले हेर्न सक्नुहुन्छ हामी यहाँ आइसकेको छु मकैको खेतमा दबाई हान्न। तपाईहरु हेर्न सक्नुहुन्छ यो रहेछ मेरो साथी, यो साथी रहेछ। हेलो साथी, हाई भन्देऊ यता। आउनु तपाईहरु के गर्न आएको यहाँ? के गर्न आएको यहाँ? खेतमा दबाई दिन। दबाई दिन आएछ गाइज, तपाईहरु हेर्न सक्नुहुन्छ। दबाई दिन आएछ खेतमा, ट्याङ्की बोकेर यहाँ मकैको खेतमा हामी छु अहिले। तपाईहरु हेर्न सक्नुहुन्छ। फर्स्ट टाइम बोकिरहेको छु यस्तो। यसमा चाहिँ 40 केजीको जति वजन छ। फर्स्ट टाइम तपाईहरु सुन्नुभयो, यो मेरो साथी यो काम कहिले नगरेको छ, अहिले फर्स्ट टाइम फर्स्ट टाइम यो गर्दैछ हैन। झन्डै मेरो साथीलाई रिङ्गटा लागेको दबाई हान्दा अनि घर गयो, फेरि घरबाट मलाई बोलाएर ल्याएको हो। तपाईहरु हेर्न सक्नुहुन्छ अहिले यसलाई झन्डै रिङ्गटा लागेर एकदम पुरै बिचारा बसिरहेको थियो अनि म आएँ हेल्प गर्न गाइस। तपाईहरु हेर्न सक्नुहुन्छ अहिले फर्स्ट टाइम गरेको क्या यसले आज। सो फाइनली गाइस, तपाईहरु हेर्न सक्नुहुन्छ मेरो साथी उहाँ दबाई कसरी हान्दैछ गाइस। तपाईहरु हेर्न सक्नुहुन्छ। हो यसरी नै हान्छ दबाई गाइस, फर्स्ट टाइम हो। म पनि आज हेर्दैछु, यो फर्स्ट टाइमै गर्दैछ यो केटो त्यस्तो काम गर्दैन, हामीसँग हिँड्छ उताउति अर्कै काम गर्छ। यो फर्स्ट टाइम हो। ल राम्ररी गर, रिङ्गटा नलाग्ने गरी। ओके ल, रिङ्गटा नलाग्ने गरी गर, राम्ररी गर। यसरी नै हान्छ गाइस दबाई, तपाईहरु हेर्न सक्नुहुन्छ। हो यसरी नै हान्छ क्या, के गर्नु हैन। तर के हुन्छ कि एउटा मिडल क्लासबाट यो गऱ्यो भने नि यस्तो सङ्घर्ष गर्नुपर्छ कि गाइस, नगरेर हुँदैन। यस्तो मकैसकैमा दबाई हान्नुपर्छ क्या। अब गरिब घरको केटा सब काम सिकेर राख्नुपर्छ क्या। युवा भनेको सब काम गरेर सब काम सिकिराख्नुपर्छ क्या। समयमा सब काम आउँछ क्या गाइस। काम सबै सिकिराख्नुपर्छ क्या। काम कुनै सानो ठुलो हुँदैन हैन। काम त गर्नुपर्छ, नगरेर हुँदैन। यो घरकै काम भयो त अब उता बाहिर काम नलागेपछि त अब घरकै काम त गर्नु पर्यो। सिकेपछि पो गर्नुपर्छ त हैन। सिकेन भने कहाँबाट हुन्छ त हैन। त्यही भएर यसलाई गर्दै थियो आज। झन्डै रिङ्गटा लाग्यो भन्छु, रिङ्गटा लाग्यो मलाई। त्यही त कहिलेकाहीँ गरिरह्यो भने सजिलो हुन्छ नि त। त्यही भएर यसो काम घर व्यवहारको काम गरिराख्नुपर्छ गाइस। नगर्ने होइन, तपाईँहरू पनि गर्नु कहिलेकाहीँ यसो ट्राई गर्नु। खेत खलिहानको काम नगर्ने होइन, गरिराख्नु तपाईँहरू पनि। दबाई त बाफ्रे, दबाई त यस्तो निस्किँदैछ हेर्न सक्नुहुन्छ तपाईँहरू। दबाई यस्तै निस्किन्छ हो। ल गाइस, तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो हैन? राम्रो लाग्यो भने एउटा लाइक सेयर गरिदिनु गाइस। मलाई कसैले सपोर्टै गर्दैन यार केटाहरू। हाम्रो केटाहरू सब यार टेरो रहेछ क्या, के भन्नु। हाम्रो केटाहरू हेरेर पनि भिडियो छोडिदिन्छ क्या। साँच्चै भन्दाखेरि साथीहरू मेन क्या, साथीहरूलाई भन्दैछु, भिडियो हेरेर छोडिदिन्छ यार। त्यस्तो नगर न साथीहरू यार। मलाई पनि अगाडि बढाउ न यार। के साह्रो भाउ खोजेको हो हैन। साथी अगाडि बढ्न चाहँदैनौ तिमीहरू? गर न यार, मलाई पनि अगाडि बढाउ हैन। अब यस्तो नगर। भिडियो आएपछि लाइक गर, कमसेकम त लाइक त गर यार। सेयर नगर्दा पनि लाइक गर, केही हुँदैन लाइक गर्दा। मेरो साथीहरूलाई भनेको, जतिजना मलाई चिन्दै हुनुहुन्छ सबजनाले यो भिडियोमा लाइक गर्नु त गाइस। जतिजना मलाई चिन्नुहुन्छ नि सबजनाले लाइक गर्नु ल। ल त गाइस, कस्तो लाग्यो भिडियो हेरेर अनि लाइक कमेन्ट सेयर गरिदिनु कस्तो लाग्यो भिडियो। अब जस्तो भए पनि अब त्यति त बोल्न आउँदैन मलाई। अब फर्स्ट टाइम म यस्तो गर्दैछु, तर मलाई त्यति बोल्न आउँदैन। ल जस्तो बन्यो भने गाइस अलि ठिकै भनिदिनु हैन। ल गाइस, त भेटौँ ल नेक्स्ट भिडियोमा। त अहिलेको लागि बाई बाई।